ब्लगलाई सब्स्क्राइब गरिदिनु सबैजना हेलो गाइज के छ खबर आयो तपाईहरु सन्चै आरामै हुनुहुन्छ होला म पनि एकदम फिट एन्ड फाइन छु अहिले म ट्याक्कै कहाँ छु भन्दाखेरि हेरिहाल्नु पिपुल्स प्लाजाको साइडमा छु हैन अनि बिहानको 11:34 भएको छ अनि म चाहिँ भर्खर ड्याडी बर्ड कलेक्सनमा गएर आयो हो अनि एमआरपी दाइ चाहिँ 1 बजे आउने रे त्यही भएर म चाहिँ फर्किरहेको भर्खरै आएको थिएँ यु क्यान सी हेर्न सक्नुहुन्छ हैन मेरो आउटफिट आजको एमआरपी दाइलाई भेट्ने भनेर हैन एमआरपी दाइलाई है ब्लगर भइरहेछ यहाँ चाहिँ अर्को ब्लगरको ल ल ल यसपछि मेरो पालो दाइ यसमा चाहिँ मेरो पालो आउनु पर्यो ल दाइ चाँडै आउँछ चाँडै ल दाइ भाइको ब्लगमा पनि केही भन्नु ल भाइको ब्लगलाई सब्स्क्राइब गरिदिनु सबैजना जेएसआर ब्लगलाई सब्स्क्राइब गरिदिनु यो दाइसँग भइसकेको छ है भयो भयो हाम्रो अर्को यहाँ डक्टर ससाङ पुसअप च्यालेन्ज डक्टर अङ्कित के छ खबर ठीक छ होला नि हेर्न सक्नुहुन्छ एउटै फ्रेममा चार जना त्यही पनि हेर्न सक्नुहुन्छ ब्लगर र कन्टेन्ट क्रिएटरहरु आइसक्नु भएको छ हाम्रो ग्रान्ड ओपनिङमा एकदम मजा भइरहेको छ सब साथी भाइ दाजु दिदी बहिनी सबैजना आउनुहुन्छ एकदमै बबाले मजा भएको छ अब तपाईहरु चाहिँ कस्तो भइरहेको छ भन्नु त अब यसो बबाले मजा भइरहेको छ ब्रोले यस्तो रमाइलो गर्दै यहाँनिर भाइ भाइको एनर्जी देखेर नि हामी सोच्यौँ है त हल्का चलपल दिन छ भने चाहिँ ड्याडीबाट आउने हल्का ट्रिप कस्तो टाइपको ड्रेसअप चाहिन्छ तपाईँले सब ड्याडीबाट कलेक्सनमा पाउन सक्नुहुन्छ तपाईँले हाम्रो दाइहरू पनि एकदम हिरो गरेर आइसक्नु भएको छ अब हिरो हुने पाला चाहिँ तपाईँहरूकै त्यो लगेर सो फाइनली हाम्रो ग्रान्ड ओपनिङ सक्सेसफुल पार्टमा चाहिँ हाम्रो कन्टेन्ट क्रिएटरहरू ब्लगरहरू चाहिँ आइसक्नु पर्छ देख्नु सक्नुहुन्छ हजुरहरूले मैले नाम भनिराख्नु पर्दैन होइन सबैले चिन्नुहुन्छ नेपालमा नचिनेर को हुन्छ र उहाँलाई होइन त्यही भएर हाम्रो ग्रान्ड ओपनिङको लागि चाहिँ आइसक्नुपर्छ हजुरहरूलाई कस्तो लाग्यो ड्याडीबाट कलेक्सनको जुन ग्रान्ड ओपनिङमा चाहिँ हजुरहरूले यति कस्टमरहरू आउनु होला भनेर एक्सपेक्ट गर्नुभयो कि त्यस्तो यस्तो सामान पाइन्छ कि पाइँदैन भनेर एक्सपेक्ट गर्नु कस्तो लाग्यो हस् डक्टर सासाङ यङ क्राउड अमेजिङ छ जुन लेभल अफ कलेक्सन्सहरू तपाईँले लेख्नु भएको छ यङ्स्टर्सहरूको लागि चाहिँ हामी को त छँदैछ बट यङ जेनेरेसनहरूलाई चाहिँ एकदम फुलफिल हुने वान स्टप भयो आयो ल ल अब म आइहाल्छु सो गाइज हाम्रो डक्टरमा नजाने एकैचोटि उहाँ चाहिँ के अरे बाइक कुदाएरै पोखराबाट कन्फिडेन्सै भएन हजुरलाई कस्तो लाग्यो रमाइलो लाग्यो अनि सुरुमा अघि नै आएको थिएँ म छिर्नु सोचेको थिएँ क्राउड देखेर म चाहिँ अलिक क्राउड देखेर हल्का एन्जाइटी हुन्छ कि अनि म डर लाग्छ भयो अनि म माथि गएर बसेँ ठ्याक्कै टाइमिङमा आउँदा चाहिँ अहिले चाहिँ त्यस्तो भएको छैन अनि यत्रो क्राउड देखेर चाहिँ रमाइलो लागिरहेको छ अब छिरिसकेपछि सुरुमा चाहिँ अप्ठ्यारो लाग्यो अनि सधैँभरि माया गरिदिनु होला भन्न चाहन्छु ओके थ्याङ्क यू हाम्रो एमआरबी ब्लग त्यसपछि हाम्रो डक्टर अनिकेत जुन हुलिखेलबाट उहाँ चाहिँ हाम्रो रिक्वेस्ट एक्सेप्ट गरेर आउनुपर्छ र हजुरलाई चाहिँ कस्तो लाग्यो क्रेजी क्राउड त यस्तो होला भनेर त मैले सोचेकै थिएन है म त्यतिदेखिबाट लिएर अहिले झन् डबल भएको छ क्राउड एकदम रमाइलो लाग्यो कलेक्सनहरू पनि दामी नै छ दिस इज फ्रम ड्याडी बर्ड कस्तो लागिरहेको छ तपाईँहरूलाई र एकदम मिस लाग्यो है प्रगति भइरहोस् लाग्यो सो गाइज अब यस्तै अब डक्टर सासाङ एमआरबी ब्लग डक्टर अनिकेत अन्य कन्टेन्ट क्रिएटरहरूलाई भेट्दा चाहिँ फेरि हाम्रो नेक्स्ट इयर नेक्स्ट मन्थ
फेरि नेक्स्ट इयर नेक्स्ट स्टोरी हुनसक्छ त्यसको लागि चाहिँ फेरि हजुरहरू फेरि हाम्रो अर्को ब्रान्च मालिक सोध्न सक्नुहुन्छ नभए हाम्रो अब अर्को एनिभर्सरीमा नि उहाँहरू लगायत अरू कन्टेन्ट क्रिएटरहरू आउनुहुन्छ त्यहाँ पनि भेट्नुहुन्छ र यो गाइजहरू यति भन्दै ग्रान्ड ओपनिङ सपोर्ट पारिदिनु भएकोमा उहाँहरूको लागि एकदम थ्याङ्क यू हाम्रो ड्याडी बर्ड फ्यामिली लगायत उहाँहरूको फ्यानहरूबाट एकदम थ्याङ्क यू भन्न चाहन्छु ल मोबाइल